हरेक बिहान सूर्य केवल पूर्वबाट उदाउँदैन मात्र, उसँगै जाग्छ एउटा देश, उदाउँछ अनेक सम्भावना। त्यही सम्भावनाको देश हो नेपाल। हिमाल र पहाडका थुम्काबाट झुल्किने सुनौलो घामको झुल्का, चिसो हावाको स्पर्श, कलकल बग्ने खोला र झरनाहरूको सङ्गीत, चराहरूको चिरबिर आवाज, घामको पहिलो किरणसँगै मुस्कुराउने हिमालहरू अनि नयाँ दिनको स्वागतमा मुस्कुराइरहेको सर्वत्र सुन्दर मनोरम प्रकृति, तिनै सम्भावनाको प्रतीक हुन्। नेपालमा हरेक बिहान सूर्योदयसँगै केवल उज्यालो मात्र आउँदैन, भविष्यका नयाँ सम्भावनाका सुन्दर परिदृश्यहरू पनि सँगै उदाउँछन्। यी त नेपालले प्रत्येक बिहान संसारलाई सुनाउने र देखाउने आशाका कथाहरू हुन्, सम्भावनाका परिदृश्यहरू हुन्। हिमालको काखबाट तराईका समथर फाँटसम्म फैलिएको यो भूमि प्रकृतिले आफ्ना अनुपम रङहरू उदारतापूर्वक छरेको एउटा जीवित क्यानभास हो। विश्वका 8000 मिटरभन्दा अग्ला 14 हिमालमध्ये 8वटा नेपालमै उभिएका छन्। ती केवल हिमाल मात्र होइनन्, साहस, धैर्यता र असम्भवलाई सम्भव तुल्याउने मानवीय यात्राका मौन साक्षी हुन्। सानो भूगोलभित्र संसारकै दुर्लभ जैविक विविधता समेटिएको नेपाल प्रकृतिको अद्भुत संसार हो। तराईका घना जङ्गलदेखि हिमालका चिसा काखसम्म फैलिएको नेपालको जैविक संसार प्रकृतिको अद्भुत सिर्जना हो। यहाँका राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रहरूमा एकसिङे गैंडा निर्भय विचरण गर्छ। पाटेबाघ जङ्गलको मौन सम्राट बनेर डुल्छ। हिमचितुवा हिमालको निशब्द रहस्य बनेर लुकिएर बस्छ। मृग र रेड पाण्डा वनको शान्त लयमा रमाउँछ र सयौं प्रजातिका चराचुरुङ्गीहरूले प्रकृतिको अनवरत सङ्गीत गुन्जाइरहन्छन्। हिमालको निशब्द उचाइ, नदीहरूको अविरल लय, वनको शान्त सुस्केरा र मन्दिरका घन्टीहरूको मधुर ध्वनिले यहाँ आउने हरेक यात्रुलाई केही क्षण आफ्नै अन्तर्मनसँग भेट गराउँछ। सायद यही कारणले हजारौं वर्षदेखि ऋषि, योगी, साधक र ज्ञानका अन्वेषीहरूले नेपाललाई साधना र आत्मबोधको पवित्र भूमि मानेका छन्। नेपालमा आउने धेरै यात्रु हिमाल हेर्न आउँछन्, तर फर्किँदा उनीहरूले केवल हिमालको उचाइ मात्र होइन, आफ्नै मनको गहिराई पनि नापेर फर्किन्छन्। किनकि यहाँको आध्यात्मिकता कुनै एउटा धर्म, सम्प्रदाय वा आस्थामा सीमित छैन। यो प्रकृतिसँगको सहअस्तित्व हो, मानवताप्रतिको करुणा हो, मनभित्रको शान्तिको खोज हो। यही शान्ति, यही करुणा, यही आध्यात्मिक चेतनाले नेपाललाई केवल तीर्थभूमि मात्र बनाएको छैन, यसले नेपाललाई मन र आत्माले अनुभव गर्ने एउटा अनुपम गन्तव्य बनाएको छ। नेपाल केवल हिमाल, नदी र जङ्गलहरूको देश मात्र होइन, यो अनेकौं भाषा, संस्कृति, विश्वास र परम्पराले एउटै राष्ट्रभाव निर्माण गरेको जीवन्त सभ्यता बोकेको देश हो। पूर्वदेखि पश्चिम, हिमालदेखि तराईसम्म केही घण्टाको यात्रामै भाषा फेरिन्छ, भेष फेरिन्छ, संस्कृति फेरिन्छ, खानपान फेरिन्छ, तर फेरिँदैन
एक अर्काप्रतिको आत्मीयता, हार्दिकता र सहअस्तित्वको भावना। एकै आकाशमुनि 125 भन्दा बढी जात जाति, 120 भन्दा बढी मातृभाषी र अनगिन्ती मौलिक परम्पराहरूले नेपाललाई विविधतामा एकताको अनुपम उदाहरण बनाएका छन्। लुम्बिनीको शान्त वातावरण, पशुपतिनाथको आरती, स्वयम्भू र बौद्धनाथका प्रार्थना चक्र, मुक्तिनाथको आस्था, जनकपुर धामको श्रद्धा, हिमाली गुम्बाहरूको ध्यानमय मौनता र पहाडका एकान्त पदमार्गहरू यी सबै केवल धार्मिक गन्तव्य मात्र होइनन्, आत्मिक शान्ति खोज्ने यात्राका जीवन्त स्थल हुन्। यहाँका चाडपर्वहरू केवल कुनै एक समुदायका हुँदैनन्, ती सबैका साझा जस्ता देखिन्छन्। सायद संसारका थोरै देशमध्ये नेपाल पनि एउटा हो जहाँ हिन्दूले क्रिसमसको शुभकामना साट्छन्, मुस्लिमले दशैँको टीका ग्रहण गर्छन्, बौद्धिस्टले तिहारका दीपहरूमा रमाउँछन् र इसाई परिवारले आफ्ना छिमेकीसँग दशैँको खुसी बाँड्छन्। यही सहिष्णुता र परस्पर सम्मान नेपालको सामाजिक सौन्दर्य हो। नेपाल केवल घुमेर हेरेर रमाउने देश मात्र होइन, यो अनुभव गर्ने देश हो। सानो भए पनि भूगोलको सीमाहरूलाई चुनौती दिने देश हो। हिमाल, पहाड, नदी, भिर, जङ्गल र खुल्ला आकाशले सिँगारेको नेपालको भूगोलले यहाँको साहसिक पर्यटनलाई सम्भावना मात्र होइन, जीवनशैलीकै एउटा हिस्सा बनाएको छ। हिमालबाट वेगका साथ झर्ने नदीहरूले नेपाललाई जलयात्राको विश्वस्तरीय गन्तव्य बनाएका छन्। भोटेकोशी, त्रिशुली, कालीगण्डकी, सुनकोशी र सेतीका तीव्र बहावमा गरिने र्याफ्टिङ र कायाकिङले रोमाञ्चकता खोज्नेहरूलाई अद्वितीय अनुभव प्रदान गर्दछ। गहिरो खोजमाथिबाट हाम फाल्ने बन्जी जम्प, हिमालको काखमाथि खुल्ला आकाशमा उड्ने प्याराग्लाइडिङ, अल्ट्रालाइट उडान, जिप लाइन, रक क्लाइम्बिङ, माउन्टेन बाइकिङ र क्यानोनिङ यी सबैले नेपाललाई साहसिक खेलहरूको प्राकृतिक रङ्गशाला बनाइरहेका छन्। यही कारणले विश्वका लाखौँ साहसिक यात्रु नेपाललाई गन्तव्य मात्र होइन, जीवनमा एकपटक अवश्य अनुभव गर्नुपर्ने रोमाञ्चक गन्तव्यको रूपमा रोज्ने गर्छन्। किनकि नेपालमा यात्रा केवल एक ठाउँबाट अर्को ठाउँसम्म पुग्नु मात्र होइन, यो प्रकृतिसँग संवाद गर्ने, आफ्नै शारीरिक तथा मानसिक स्वास्थ्यको परीक्षण गर्ने र जीवनलाई नयाँ दृष्टिले अनुभूति गर्ने यात्रा हो। यही प्रकृतिले नेपाललाई अनुपम बनाएको छ, यही संस्कृतिले नेपाललाई विशिष्ट बनाएको छ, यही साहसिकताले नेपाललाई अविस्मरणीय बनाएको छ। नेपाल त्यही अनुभूति हो जहाँ हरेक सूर्योदयले नयाँ आशा जन्माउँछ, हरेक पदमार्गले नयाँ कथा सुनाउँछ, हरेक पर्वले सम्बन्धलाई अझ गाढा बनाउँछ। र फेरि पनि नेपाल केवल घुम्ने ठाउँ मात्र होइन, अनुभव गर्ने देश हो।